हेलो एभ्रिवान। आज चाहिँ म चिकन मोमो बनाउन आँटेको है। अन्त मैले सोचेँ अब तपाईँहरूलाई पनि यसो सेयर गरौँ भनेर होइन। अन्त अब मिजाहरू सबै रेडी भइसक्यो, यहाँनिर सबै गरिसक्यो। अब यसलाई चाहिँ म यसरी मोल्छु होइन। रेडी भयो। अब यसलाई चाहिँ एकछिन हामी यतिकै राख्ने है। मिजा रेडी भयो हो। अब म यहाँ अलिकति सुपको लागि तयारी गर्दैछु है। सुप चाहिँ अलिकति म फ्राई गरेर बनाउनु मनपर्छ, किनभने चिकन अलिक बनाएको मलाई मन पर्दैन हो। प्याजपछि लसुन, अब यसमा अलिकति चिकन मिलाइदिउँ। यो त हड्डी खुड्डीहरू यसमा अलिकति टमाटर पनि हालिदिउँ है। यसलाई मजाले भुट्नुपर्छ हो। यो रातो भइसकेपछि चाहिँ त्यहाँदेखि यसमा झोल हाल्नुपर्छ। यता सुप हुँदैछ हो। यता मैले आँटा गुनिसकेँ अघि है। अन्त चाहिँ अब यो डल्लो बनाउँछ। यहाँ अलिकति अन्डा पनि छ हाम्रो लागि यहीँ। टाइपमा अन्डा पनि हाल्छ हामी है। अहिले चाहिँ बनाउनु स्टार्ट गरेको हो। रोटी बेल्दैछु म चाहिँ। यो चाहिँ हाम्रो रेडी भयो। अब थाइपो हाम्रो मोमो चाहिँ रेडी भयो है। मैले प्लेटिङ पनि गरिसकेको छु। अब यहाँ तपाईँहरूलाई म देखाउँदैछु कस्तो भएछ। राम्रै भएछ, थाइपो नै भएछ है। अन्त चाहिँ हेर्नुहोस् एकदम दामी मजाले पाकेछ पनि है। अब चाहिँ खानुपर्छ। यम्मी। एकदम मिठो भएछ। कस्तो लाग्यो मेरो भिडियो है। राम्रोसँगले हेरिदिनुहोस् होला, माया देखाइदिनुहोस् होला। त्यसको लागि धेरै धेरै धन्यवाद। बाई बाई।